What's up bro? What's up man? लगडा हो हामी चढी भएन त अब छैन त ल प्लिज ल के हो कुरा अब कताको यात्रा एकदम जाडोले उ भएर अब लुगासुगा यतिको चाहिँ चेपेको छ गाइस अब पोखराबाट हामी अहिले कहाँ छ नानी हामी काँडे आइयो काँडेबाट अब हामी अस्ट्रेलिया बेस क्याम्पतिरको यात्रा आज पानी पनि पर्दैछ केटाहरूको यस्तो तयारी हुँदैछ ठिक छ केटा हो दा के छ मनै छ नि होइन रमाइलो छ यात्रा चिसो भइरहेछ केटा हो मिन्दिम न त यस्तो छ यस्तो छ पानी परिरहेछ हाउन्डा चलिरहेछ तर चिल हो हिँडिने हो फाइनली हामी आइपुग्यो यो के हो साथी के हो यो भनेको हाम्रो अन्नपूर्ण बेस क्याम्प दा के छ त दा है आजको मेन अफ द के भन्नु मेन अफ द ट्रेक है दा चाहिँ आज यस्तो गुडुरु कुदेर आयो अनि यो सबैभन्दा वुमेन अफ द ट्रेक चिनी त साथी यो दुईटा चोरहरू हो मैले त राखिसकेँ त ठाउँमा हाम्रो भ्लगिङ आइटम छ जिनिस छ त्यहाँ केही थिएन है त्यो स्टिकरमा बुझे के भन्छ भोलि यहाँदेखि माथि यात्रा माथि बढाउँ कि उतापट्टिको झ्याल ढोकाको भाइ भाइ के भन्नुहोस् त भोलि यहाँदेखि यात्रा बढाउँ कि हामी के गरौँ भने होइन भोलि म यहीँ बस्छौँ मेरो भोलि यहीँ बसेर घाम लागेपछि मात्रै हिँडौँ भन्छु म चाहिँ उता टेन्टमा बस्थ्यौँ न भोलि ल गाइस हामी चाहिँ अस्ट्रेलियन बेस क्याम्पमा छौँ खै सबैजना यहाँ आउने यार यहाँ भ्यूमा आउ त ओइ हामी चाहिँ अहिले अस्ट्रेलियन बेस क्याम्पमा छौँ सबजना म चाहिँ गच्छा हो भन्नु भण्डारी चाहिँ गच्छा हो मेरो टोपी लगाएको छ मेरो एबु लगाएको छ दावा लगाएको छ बट्टु बसेको हो चप्पल मेरो हो गाइस भ्यू यस्तो छ दामी छ यता 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 हाम्रो माछा पुछ्री छ माछा पुछ्रीमा फेरि माछै माछा यस्तो राम्रो राम्रो माछा छ हो अब माछा खान जान्छौँ हामी होइन त्यही भएर मैले त बेलेमा तल राखिहालेँ
बिरिते ओइ ओ बिरिते के छ पानी परेर अवस्था बेहाल छ घाम लाग्यो त घाम लागेको छ नि पुरै घाम लाग्यो पानी परेर अवस्था बिजोग भयो है अब चाहिँ चट्ट मजाले बिरि तान्देर म भट्टीतिर हिँडेको होइन भाइ हामी अब मजाले त्यति खालको यसो सिनेमेटिक टाइपको पछाडिबाट चाहिँ हिँड्दै गरेको ओइ दा बस त बाले भयो अलिकति गाह्रो हुन्छ कलेतिर थियो भन्दा म खल्लियो पुगिहाल्यो देउराली आइपुगिहाल्यो त भात त लभली हिलमा गएर खाने हो देउरालीदेखि 1 घन्टा लाग्छ भात खाएर खाँदा खाए उस्तै पर्छ यता फेरि अस्ति हाम्रो टोलीहरूलाई स्कुलको टोलीहरूलाई ल्याएको भए त मजा हुने रहेछ नि त कलेजको टोलीहरूलाई दादा के छ मजाले चट्ट के छ मेरो भाइ ल केटाहरू ल छिटै नि त साथै ओइ काले हिँड होइन कति बेला ल अबको यात्रा चाहिँ हामी खाजासाजा खाएर फरेस्ट क्याम्पसम्म हो केटा कतिको एक्साइटेड छ त कहाँ आइपुगे म त होइन ल लेट्स गो बोइज लेट्स गो ल केटा दिस इज मी आफ्टर 8 hours of walk एन्ड तेरो के छ त भाइ दिस इज मी आफ्टर 10 hours of walk मेरो चाहिँ 8 तेरो चाहिँ 10 कसरी भयो ल दिस मी आफ्टर 1 minute of 1 minute of walk कि 1 minute of हजुर मलाई मेरो साथी कसो बोली राजु दोस्त
अलराइट अब आजको हाम्रो यात्रा चाहिँ अस्ट्रेलियन बेस क्याम्पदेखि फरेस्ट क्याम्पसम्म थियो अब तर अब अझै हामी माथि जाने रेस्ट क्याम्पसम्म जाने सी यू गाइस सी यू गाइस एके गाड फाट ट्रेकर्स हुने ल चट्टासँगले अब चाहिँ पानी पर्छ आज यो के को एकदम मजाले चार्ज भएपछि मात्रै एकदम मिठो खालको सुनिन्छ क्या के हत्ते भाइ यो यस्तो यो हेर त यो पानीमा यो के गर्नलाई हो यो तेरो यो के हो हत्ते हो गाइस मैले के बुझेँ यो ट्रेकमा आएर भने चाहिँ म यस्तो ट्रेकको लागि बनेको रहेन गाइस चाहिँ होइन अब 4 दिन म हिँडेको न भ्यू देखिन्छ न उकालो छ उकालो हिँडेको हिँडै छ न भ्यू छ न केही छ जङ्गलै जङ्गलको जङ्गल छ उकालै मात्रै चढिएको छ अहिलेसम्म केही आउँदैन भात खाल्दै हिँड्दै मात्रै गरिँदैछ पानी परेको जस्तो होइन पानी परेको छ यस्तो कहाँ आइपुग्यौँ त भाइ हामी यहाँ अहिले हामी यो बादल लाँडा आइपुग्यौँ बादल सादल खोइ केही छैन पुगेर मात्रै छ अब यहाँदेखि अझै 3 घन्टा हिँड्नु पर्ने त्यहाँ हिँडेर पनि फेरि अझै पुगिँदैन अरे 4 दिन भइसक्यो हिँडेको के हो गाइस थाहा छैन अब यस्तै छ अब के अरे साथी के पढ्यो अहिले वालपेपर बिगर द माउन्टेन्स बेटर द भ्यू यस्तै हो अब अर्जुनको चिन्ने एउटा साथी भोलि हामी जाने हो नि त त्यसको साथी थियो केटाहरू खल्दी अनि आयो चुनी आयो राजु स्पाइडर बेट अनि त्यस पछाडि आयो अनि
And this is Annapurna 2. सबैभन्दा धेरै युज उतै छ जस्तो साथी बोक त एउटा राम्रो फोटो छ त अब सुत्नु पर्ने छ गएर कसो सुत्नु पर्ने छ हौ ला कस Oh, we're drip, man.